खोपडीलाई मुन्ना जस्तो चाहिँ खसीको मासु चट्टा लाएर बनाउनु लागेको अनि उता माथि पनि इन्द्रदेवले मटर खोल्लान् जस्तो छ छिटो छिटो बनाउने हो नभए भएर लाइन गइहाल्छ केपी भएको सालहरूले काटिहाल्छन् लाइन मासु पनि काटिसक्यो अब यसलाई लगेर मस्त तरिकाले बनाउने हो प्याजलाई डक्क छिलछाल गर्ने काट्ने होइन लसुन अदुवाको पेस्ट त बनाएर राखेको छ अलरेडी त्यसपछि मसला राखेको छँदैछ यहाँनिर कि ट्याक्क अलिकति अनि त्यहाँभित्र छ अलिकति मसला काटे पनि सक्यो आँसु बनायो यार फेरि यहाँ के अरे मसलाहरू पुगेन हो मसला भन्दा पनि बेसरी रहेनछ अब टक्क गरेर दोकानबाट लिएर आउने हो माथि हो इन्द्रदेवले मटर खोल्लान् जस्तो छ पानी पनि ठ्याप ठ्याप पर्दैछ फोटो पनि खिच्दैछ नि हो म त पोज दिँदै जाँदैछु हो दोकान आने सट्ट म त फेरि हो बक्सर र माथि आफैले बनाएको त्यो सेन्डु छ काटेर बनाएको आफैले खतरा हो नि म त जे जिनिस अनि बनाउनु खानु चोक पनि आयो टक्क बडाले आधी किलो मासु लैजानु भएको हाम्रोमा 1 किलो बेसर हालिदियो नि त यहाँबाट सर लैजाने हो कति कपडा लगाएको घिरौला रहेछ कट्टु लगाएको स्याउ छ लिने भए आउँदा हुन्छ यहाँबाट बेसर टक्क लिएर जाने हो अब सलादको लागि गाजर त्यहाँबाट काँक्रा लिएर जानु पर्यो 1 पिस सलाद पनि हो पापड सापड त घरमै छ म्याप्सलाई हालिदिन्छ बेसर भाइलाई कुन सेम्पू अरे ए ओ कता ल्याङ गुजै जय गुरु जय गुरु हाम्रो काक्स मेरो त एकदम बढिया छ खबर तपाईँको गर्दैछौ बिहान जहिले बिहानै सामान लिएर हिँड्दै राति भयो यार अब गएर बनाउने यहाँ दाजुसँग एकछिन गफसाफ हान्यो माथि फेरि इन्द्रदेवले मटर खोले केही देखेको छैन फोटो पनि खिच्दैछन् पोस्ट पनि हान्दैछु यसो चेपेर लिएर आइयो सामान पनि यहाँ ग्यास अन भयो अब टक्क कराई पनि रेडी अब तेल यसमा फ्वाङ्ग फालेर तेल पनि टक्क हालियो अब एकछिन तातिन दिने हो यो हल्का गरम मसला यसलाई पनि हाल्नुपर्छ हल्का तातेपछि यता रेडी छ प्याज पनि खोर्सानी यसलाई काटेर होइन के भन्छ अब नेपालीमा खाने हो केही पनि नमिसाइ बनाउने हो टक्क मासु मात्रै बनाउने हो स्पेसल आफ्नै तरिकाले बनाएर खाने हो तेल पनि हल्का तात्यो टक्क लाएर यसलाई तेलमा फालिदिने भयो यसरी
पढिँदा टक्क एकछिन चलाइदिनु। हल्का रातो रातो हुनु दिने हो मस्तसँगले। अनि त्यही भएर टक्क प्याज र खोर्सानीलाई उठाएर लगेर कराईमा फ्याङ्गै फालिदिने। कराईमा फालियो। अब यसलाई एकछिन ब्राउन कलर हुनेसम्म मस्त चलाइदिने हो। 1 किलो मासुमा 1 किलो प्याज त चाहिहाल्छ होइन, ग्रेभी मस्त हुन्छ नि त प्याजले। टमाटर हाल्ने कुरा आएन, कतिले हाल्छ कतिले हाल्दैन, म पनि हाल्दिनँ नहाली बनाउने। हामीले उता चामल हेर्न लगाउने हो। यो प्याज एकछिन ब्राउन कलर भएसम्म छोडिदिउँ यत्तिकै होइन, अरू काम गर्दै गरौँ। यसलाई छिलछाल हानिदिइहाल्नु पऱ्यो, एकछिन टाइम लागिहाल्छ त्यसलाई। प्याजलाई हल्का कलर आउनु टाइम लाग्छ, त्यतिखेरसम्म त्यसलाई छिलछाल हानेको हेर्दै गर्नु लायक पनि हाल्नु पऱ्यो। यस्तो रहेछ छियो यस्तो रहेछ बिहेको केही छैन। अब आफ्नै दोकान गयो अर्को मगाइदिन्छ। यसलाई छिलेर नाङ्गे बनाइदियो। अब गाजरको पालो उता पनि चलाउँदै गर्नुपर्छ, हेर्दै गर्नुपर्छ कस्तो भयो। यसले हल्का कलर छोड्नु थाल्यो, मस्त बनाउनु थाल्यो, मगमग बास आउँछ होइन। हल्का कलर आउनु जुन चाहिँ चलाउनु पर्छ क्या, त्यसको बास्ना हुन्छ प्याजको। यो पनि नाङ्गे भयो, गाजरलाई नाङ्गे बनाइयो। यसलाई चट्ट काट्ने हो, कुहिएकोलाई फालिदिने हो। अनि अहिले फालिदिने हो, भरे मुखतिर हालिदिने, बिहान टोइलेटतिर फालिदिने, त्यही त हो कामै, हाल्ने फाल्ने होइन। यहाँ यत्रो कुहिएको रहेछ, यसलाई यत्रो काटिदिने, यसले पनि यत्रो काटिदिने, यत्रो कुहिएको रहेछ, कुहिएको जति चाहिँ फालिदिने। यति मात्रै निक्ल्यो कुहिएको फाल्दा। गाजर के पुग्छ टक्कै छ। कोही कचडा आएर यत्रो कचडा त होइन, गाईले खान्छ। सलादको लागि कि सबै थोक काट्यो गाजर होइन। अरू यता हेर्नु अघि त्यत्रो हालेको प्याज पनि मजाले भइसक्यो। अब एकछिनमा मासु टक्क लाएर हालिदिँदा हुन्छ। त्यत्रो हालेको प्याज गलेर लत्तो भएर यत्रो आयो, बास्ना पनि मस्त आइरहेछ। अब एकछिन मासु हालिदिने हो यसलाई। मासु टक्क लाएर बोसो चाहिँ छान्नुपर्छ, बोसो अलिक लास्टमा हाल्नुपर्छ, नभए बोसोले तेल छोडिदियो भने मासु मिठो हुँदैन। मिठो हुन्छ तर तेल हुन्छ। यसलाई निकालिदिने हो बोसो चाहिँ यति निक्ल्यो। अहिले लास्टमा हाल्ने हो बोसोलाई। अब मासुलाई लगेर तेलमा फालिदिने हो प्याजसँग मेटाएर हाल्यो। यसलाई टक्क एकछिन चलाउने। बोकाको मासु हो, एकछिन चलाउने हो, एकछिन हल्का यसले पानी छोडोस्, त्यसपछि मसला हालेर मस्त छोपेर चलाउने हो। गनाउनु भएन नि त होइन। यहाँनिर सबै काटकुट गरियो। यसलाई अब हल्का काटिदिने हो। धुइधाइ गरेर लिएर आउँछु। यहाँ अघि बनाएको मसला मस्त भिजिसक्यो। यहाँ यो अब धोएर ल्याउने हो। यस्तो भइसक्यो। अदुवा लसुनको पेस्ट थियो, हालिसक्यो। यो पनि धुलाइयो। यता चामल रेडी हुँदैछ। हाम्रो मम्सले भातको लागि यसपालि हिजो खसीको खुट्टा खाइएको थियो, आज पुरै बोकै ल्याएर खाइदिनु। हिजो खसीको खुट्टा, आज बोकाको मासु। मम्मीले पकाउँदै हुन्छ, नुहाउनु भएछ बेलुका। अब यसलाई काटकुट गरिदिने हो डक्क लगाएर।
काटिँदैछ। अब होटलमा काम गरेको त होइन सघाउन त पर्यो। हामी त जे गरिन्छ खान्छ त्यहीमा अघि पछि जस्तै काम पनि टक्क टक्क लाग्छ काम त्यही मस्तसँगले निम्बु पनि छ प्याज खोर्सानी के चाहिँ त्यस्तै लागिरहेको अहिले त्यहाँ पानी निक्लेर सुकोस् भनेर सजिलो होता है अदुवा लहसुन को पेस्ट करके राख्ता है तो इजी होता है बनाउने टाइममा खोजिराख्नु पर्यो चट्ट लाएर काटिसक्यो अब यसलाई हल्का सलाद पनि रेडी भयो एकदम टक्कसँग अरे होइन दामी तरिकाले यता मासु पनि अब यसको पानी सुकुन्जेलसँग भुट्ने हो नि त अनि मात्रै मसला हाल्ने बोकाको मासु हो नि त नभए गनाउँछ यसको पानी सुकाएन त्यही भएर सुकुन्जेल मस्त भुट्ने हो त्यसपछि हाल्ने हो मर मसला टक्कसँगले पाक्क पारेर यता यो पनि टक्क रेडी भयो भात यता छ अहिले सिटी स्वाइ 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 मारेपछि रेडी अलिकति फर्सी पनि रहेछ यसलाई पनि टक काटेर हालिदिनु पऱ्यो दामी हुन्छ नि फेरि मासुमा त फर्सी त यता मासु भइरहेको छ फर्सी धुलाएर ल्याउने हो त्यो यहाँ कडी पत्ता पनि छ त्यो पनि लिएर आउनु पऱ्यो यो कडी पत्ता हो टक्क यसलाई पनि टिपेर लैजानु पऱ्यो नि त मस्त हुन्छ क्या फेरि बकाइनाको पत्ता सम्झिनु होला यो कडी पत्ता हो दामी हुन्छ यसको बास्ना पनि यसको पानी पनि सुक्यो अब यसलाई कडी पत्तालाई स्वार सोरेर हालिदिने सोर्नु पर्र हाल्नु मस्त हुन्छ नि त साउथ इन्डियनमा धेरै चलाउँछ कडी पत्ता नेपालतिर प्रायःले खाँदैन मन पराउँदैन हाम्रोमा चाहिँ यहाँ प्रायः जस्तो म बनाउँदाखेरि हालिरहेको छु मन पराउँछ दामी हुन्छ यसको थिकनेस पानी पनि सुकिसक्यो यो फर्सीलाई अहिले एकछिनतिर हाल्नु यो छिटो गल्छ अब मसलाहरू हालिदिने हो यहाँ सबै छ बेसरदेखि लिएर होइन मसलाहरू सबै छ यसलाई पखाल पुखुल गरेर टक्क हाल्यो अब यसलाई चलाउने एकछिन मसला हालिसकेपछि यस्तो भयो अब यसलाई यो काटेको यो फर्सी नै हाल्दिउँ दामी हुन्छ क्या दामी मस्त टक्क लगाएर फर्सी पनि टक्क लगाएर हाल्यो अब यो चर्बीलाई पनि माथिबाट सर्प हालिदिनु यस्तो गरेपछि दामी हुन्छ क्या अब यसलाई एकछिन यत्तिकै भुनौँ त्यसपछि पानी लगाएर मस्त छोपिदिने हो बाउलाई चलाउनु टाइम लाग्छ बुढो भइसक्यो नि त यहाँसम्म हेर्नु भने लाइक कमेन्ट सेयर हान्नु पऱ्यो नि त अहिले बनिसकेपछि देखाउँछ त्यो भात पाक्नु बाँकी नै छ पापड बनाउनु बाँकी नै छ मासु पाक्नै 1.5 घन्टा लाग्छ यस्तो भयो बिहान टक्कसँगले हल्का चलाइदिने मजाले पकाउनु पऱ्यो नि त फेरि बाउले खानु सक्दैन पकाउनु मान्छेमा जे काम नि सिपाल्नु नि त्यो खसी चाहिँ मजाले यो कराईमा नपाकेर फेरि यसमा ट्रान्सफर हान्थ्यो कुकरमा इन्डक्सनमा पाक्दैछ होइन 1.5 घन्टा पकाउँदा पनि पाकेन अनि 45 किलोको बुढो बोको रहेछ अनि कहाँ पाक्छ 45 केजी भएको थियो म भिडियोमा हालिदिन्छु त्यहाँनिर जोक्दै गरेको कति भार भएको यहाँसम्म हेर्नु भयो भने चाहिँ लाइकहरू कमेन्टहरू हान्नु यहाँ भात पाक्दैछ भर्खर फाइनली पाकिसक्यो होइन हल्का ग्रेभी टाइपको हल्का झोल भनौँ न ग्रेभी त नभनौँ दामी छ तर यहाँनिर छ हल्का निकालेको अनि त्यहाँनिर मिसाएको यो अघि
के अरे यो फर्सी दामी छ यो पनि अब टक्क खाने हो होइन खाएको चाहिँ भिडियो नबनाऊँ होला यहीँसम्म त्यो यहाँसम्म हेर्नुभयो भने लाइक कमेन्ट सेयर हान्नु पऱ्यो होइन दामी छ बुढो खसी 45 केजीको खसी होइन पकाउनु पनि लगभग तपाईँको 7:30 बजीदेखि पकाएको अहिले 9:30 भयो टाइम पनि खतरा लाग्यो यहाँसम्म हेर्नुभयो भने चाहिँ यसरी लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला वाचिङ एन्ड बाई